यस कार्यक्रमका सभापतिज्यू, प्रथम नेपालको गरिमामय प्रतिनिधि सभामा काभ्रेको क्षेत्र नम्बर 1 बाट मलाई मतदान गरेर उपस्थित हुने मौका प्रदान गर्नुभएकोमा यहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हामीलाई तपाईहरूले दिएर पठाएको जिम्मेवारी र पार्टीले दिएको जिम्मेवारी वहन गर्ने क्रममा निर्वाचन पश्चात जति छिटो यहाँहरूको बिचमा आउनु पर्थ्यो त्यति छिटो म यहाँहरूको बिचमा आउन सकेको छैन। त्यसका लागि म आफू दुखी पनि छु र यहाँहरूलाई पनि दुखी नभइदिनको निमित्त हार्दिक अनुरोध गर्दछु, किनभने पार्टीले मलाई धेरै जिम्मेवारीहरू दिएको छ। तपाईहरूको जिम्मेवारी पनि पुरा गर्नुपर्ने छ। नीति निर्माण तहमा बसेर काम गर्नुपर्ने परिस्थिति छ। त्यसकारणले म तपाईहरूको बिचमा निर्वाचन पश्चात तत्काल आउन सकेको छैन। म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, हामीले नीति निर्माण तहमा बसेर काम गर्दै गर्दा तत्काल हामीलाई तपाईहरुका जनसरकारका विषय, तपाईका आवश्यकताका विषय, तपाईको जनस्वास्थ्यको विषयमा काम गर्नुपर्ने थियो। त्यस विषयमा हामीले बसेर सबभन्दा पहिला अब के गर्ने भनेर खाका कोर्नुपर्ने परिस्थिति सिर्जना भएको कारणले पनि त्यो काममा लाग्नु परेको कारण म यहाँहरूको बिचमा तत्काल आउन सकिन। हामीले 100 दिनभित्र के काम गर्ने भन्ने कुरा जारी गरिसकेका छौँ, तपाईहरुलाई जानकारी छ। र हामीले सबभन्दा धेरै प्रायोरिटीमा राखेको विषय भने सबभन्दा पहिला कृषकहरू जसले जनजनका पेटहरू भर्नुहुन्छ उहाँहरूलाई अग्रपङ्क्तिमा राख्नुपर्छ। कृषिलाई हामीले प्रायोरिटीमा राख्नुपर्छ। कृषि उत्पादनलाई बजारीकरणको विषय समस्या छ, त्यसलाई बजारीकरण सहज बनाउनुपर्छ। कृषिमा हुने अनुदान झोलामा होइन, कृषिमा हुने अनुदान कृषकहरूको खल्तीमा पुग्नुपर्छ भनेर हामीले नीति निर्माण तहमा बसेर नीति बनाएका छौँ। तपाईहरुले छिट्टै ती कुराहरू पनि जानकारी पाउन सक्नुहुन्छ। छिट्टै ती चीजहरू लागू हुँदैछन्। मैले काभ्रेको क्षेत्र नम्बर 1 को कृषिका क्षेत्रमा सबभन्दा पहिला हामी कृषि कर्म गर्ने त भन्छौँ। कृषि कर्म गर्नका निमित्त हामीलाई सिंचाइको आवश्यकता छ, बिउ बिजनको आवश्यकता छ, मलको आवश्यकता छ। त्यसका लागि सबभन्दा ठुलो कुरो यहाँ समस्या मैले देखेको नवबुद्ध नगरपालिकामा सिंचाइको थियो। म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, मैले सिंचाइको क्षेत्रमा काम गर्नुपर्छ, नवबुद्ध नगरपालिका पनि सिंचित हुनुपर्छ भनेर एउटा नयाँ योजना यसपालि प्रस्तुत गरेको छु। त्यो योजना के हो भने पनौतीको रोसी जसले तल्लो तटीय क्षेत्र धेरै तहस नहस बनाएको छ, अब तल्लो तटीय क्षेत्र त्यो रोसीलाई तहस नहस बनाउने अधिकार मात्रै होइन हराभरा पनि गराउन लगाउनुपर्छ भनेर मैले पनौतीको रोसीबाट नवबुद्धसम्म सिंचाइ आयोजना चलाउनु पर्छ। त्यसका लागि टनेलको आवश्यकता छैन, कहीँ कहीँ पाइप राख्नुपर्ने हुन सक्छ भनेर मैले एउटा योजना पेश गरेको थिएँ। त्यो योजनालाई प्रदेशले प्रदेशको हाम्रो गौरवको आयोजना भनेर समावेश गरेको छ भन्ने कुरा मैले जानकारी पाएको छु। के रहेछ 16 गते पछाडि म थाहा पाउँछु। मैले सँगसँगै यो नवबुद्ध नगरपालिकाको भकुण्डेमा जनताको जनस्वास्थ्य, पूर्व पश्चिम गुड्ने त्यो पूर्व पश्चिम राजमार्ग रूपमा रहेको बीपी राजमार्ग, त्यहाँ हुने दुर्घटना र त्यहाँ दुर्घटनाबाट प्रताडित हुने नागरिकहरूलाई तत्काल उपचारको व्यवस्था गर्नुपर्छ। यहाँका आसपासका क्षेत्रहरूका नागरिकहरूले पनि पढ्न पाउनुपर्छ। यहाँका आसपासका क्षेत्रका तामाङका छोराछोरी पनि डाक्टर पढ्न पाउनुपर्छ, नर्स बन्न पाउनुपर्छ भनेर मैले यसपालि भकुण्डे बेसीमा मेडिकल कलेज खोल्ने योजना अगाडि सारेको छु, जसले भकुण्डे बेसी क्षेत्रका र यस क्षेत्रका धेरै नागरिकहरूले रोजगारी पनि पाउनुहुन्छ भन्ने मलाई आशा लागेको छ। सँगसँगै पर्यटनको क्षेत्रमा मैले नवबुद्धदेखि तिमालको घेलुङ पहरासम्म बुद्ध सर्किटको विकास गर्नुपर्छ। मैले यो कुरो त सदनमा पनि बोलिसकेँ र हाम्रा सम्पदा, हाम्रो सांस्कृतिक सम्पदा, हाम्रा धार्मिक सम्पदाहरूलाई हामीले उजागर गर्नुपर्छ। यी हाम्रा सांस्कृतिक धार्मिक सम्पदाहरू पाहुनाहरूको पर्खाइमा छन्, तर कहाँ छन् हामीले देखाउन सकेका छैनौँ। त्यसकारण पाहुनाहरू अल्मलिएका छन्। म त्यो कुराबाट प्रष्ट छु। त्यसैले मैले धार्मिक सम्पदाहरू र सांस्कृतिक सम्पदाहरूलाई उजागर गर्नुपर्छ, जसले पर्यटनको ढोका खोलोस् भनेर मैले पनौतीदेखि तपाईको नवबुद्ध हुँदै तिमालको घेलुङ पहरासम्म बुद्ध सर्किटको अवधारणा अगाडि सारेको छु र यसै क्षेत्रको
एउटा जङ्गल जहाँ 60 देखि 80 रोपनीको क्षेत्रमा फैलिएको छ, त्यहाँ मृग पार्कको अवधारणा पनि अगाडि सारेर लगेको छु। सम्भवतः त्यसको पनि सम्भावित अध्ययनको लागि यसपालि बजेट छुट्टिँदैछ, यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब खानेपानीका विषयहरू जहाँ जहाँ समस्या छन्, पुरानो बाटोको पुरानो बिपी हाइवेको रूपमा रहेको यस क्षेत्रको बाटोलाई मैले विशेष प्रायोरिटीका रूपमा राखेको छु र नेपाल सरकारसँग हामीले वैकल्पिक राजमार्गको रूपमा त्यसलाई प्रयोग गर्नुपर्छ, किनभने चौकी डाँडा क्षेत्र अब राजमार्गको रूपमा रहन सक्दैन। मेरो हिजो अस्ति मात्रै भौतिक योजना मन्त्रालयका सचिवहरूसँग थोरै कन्फ्लिक्ट पनि भयो। मैले अब बिपी हाइवे भनेर जहाँ तपाईँहरूले चलाइराख्नु भएको छ त्यो चौकी डाँडा क्षेत्र अहिले फेरि तपाईँहरू बालुवामा पानी हाले जसरी योजना खनाइराख्नु भएको छ, त्यहाँ हुँदैन। अब त्यसो गरेर हुँदैन। सिद्धिचरण श्रेष्ठ बेहोसी भएर लेखेका होइनन्, त्यो रोसी तुगिरी फोरी बहने रोसी भनेर बेहोसी भएर उनले लेखेका होइनन्। त्यो पहाडै फोरेर बहेको रोसीले हामीले मानव निर्मित त्यो ढलान कुनै हालतमा पनि जोगाउन सक्दैनौँ। त्यसलाई दुईटा ढुङ्गा दुईचोटि हिर्काइदियो भने फुटाइदिन्छ। कृपया अब त्यहाँ बजेट नहाल्नुहोस्, वैकल्पिक राजमार्गहरूको प्रयोग गर्नुपर्छ। हामीले छुट्टै स्थानहरूबाट राजमार्गहरू चलाउनुपर्छ भनेर मैले भन्दै गर्दा थोरै विवाद भएको थियो। उहाँहरू त्यो कुरोमा अहिले पछिल्लो चरण सहमत हुनुभएको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मैले त्यो वैकल्पिक राजमार्गको रूपमा हाम्रो यसै क्षेत्रबाट अगाडि बढेको त्यो साबिकको बिपी हाइवे वैकल्पिक राजमार्गको रूपमा हुन्छ एउटा। सँगै भकुण्डे बेसी हुँदै नारायणथान र सिन्दुरे निस्किने एउटा बाटो वैकल्पिक राजमार्ग हुन सक्छ र मङ्गलटारबाट पारीपट्टि कालधार हुँदै तेर्सो बाटो लिएर गएर एउटा वैकल्पिक हुन सक्छ र अर्को विकल्प भनेको पाँचखालको आबघारी हुँदै पोखरी दोभानबाट पचुवारघाट र पचुवारघाटबाट लुबुघाट हुँदै नेपाल थोकसम्म जाने बाटो पनि बिपी हाइवेको वैकल्पिक राजमार्ग हुन सक्छ। पूर्वका सम्पूर्ण ढोकाहरू यी राजमार्गहरूलाई बनाउन सकियो भने खुला हुन्छन्, त्यसकारण यसलाई प्राथमिकतामा राख्नुपर्छ भनेर मैले भनेको थिएँ। नेपाल सरकारले त्यसलाई प्राथमिकतामा राखेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र मैले हाम्रा पर्यटन क्षेत्रहरूलाई विकास गराउने कुरामा भलै त्यो काभ्रेको क्षेत्र नम्बर 1 मा 2 मा पर्थ्यो र 1 ले त छोको मात्रै थियो। तपाईँको बेथानचोकको त्यो 3 नम्बर वडाको नारायणथान डाँडो जहाँबाट देशका सबै हिम श्रृङ्खलाहरू देखिन्छ, देशको सबैसम्म भूभागहरू देखिन्छ, इन्डियाको ठुलो भूभागहरू देखिन्छ। राति त त्यहाँ हामीले यदि बस्यौँ भने इन्डियामा गुडेका रेलहरू देखिने र त्यहाँ बस्दै गर्दा बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त अत्यन्तै रमाइलोसँग हेर्न पाइने र त्यहाँ उभिँदै गर्दा आकाशै चुम्न सकिन्छ कि जस्तो भान हुने त्यस्तो क्षेत्र रहेछ। आजसम्म विगतका नेतृत्वहरूले पहिचान नगराइदिएको कारणले त्यो डाँडो सिङ्गे डाँडो आज पर्यटनको पर्खाइमा बसेको छ। हाम्रो यही क्षेत्र पनि पुरानो मथुरा पार्टी, जसलाई पहिचानको अभावमा पर्यटकहरूले कहाँ होला त्यो मथुरा पार्टी, किन त्यो मथुरा पार्टी नामाकरण भयो होला भनेर खोजिरहेका छन्। हामीले देखाउन सकेनौँ। हामीले मार्ग पहिचान नगराइदिएको कारणले गर्दा ती हाम्रा पर्यटकहरू यहाँसम्म आउन सकेका छैनन्। हामी यसपालि त्यो मार्ग पहिचान गराउने पक्षमा लागेका छौँ। मार्ग पहिचान गराउनका निमित्त हामीले बुद्ध सर्किटको रूपमा यो क्षेत्रलाई विकास गर्नुपर्छ भनेर अवधारणा सारेका हौँ। त्यसकारणले हामीले बाटाघाटाका विषयमा, पुल पुलेसाका विषयमा हामीले कहिल्यै पनि भुलेका छैनौँ र यसपालि नेपाल सरकारले एउटा नयाँ रणनीति अगाडि सारेको छ। एउटा पालिकाबाट अर्को पालिकासम्म जोड्ने बाटो 1 वर्षभित्र कालोपत्र गरिसक्नुपर्छ। त्यसलाई अधिकतम समय भनेको 3 वर्ष मात्रै हो। 3 वर्षभित्र सम्पूर्ण काम समाप्त हुने गरेर काम गर्नुपर्छ भनेर अवधारणा सारेको छ। यसो भन्दै गर्दा के त्यसो हो भने स्थानीय टोलहरू, स्थानीय वडाहरूसँग वडादेखि वडा जोड्ने बाटो चाहिँ ओझेलमा पर्ने हो त होइन। ती बाटाहरू पनि बन्नुपर्छ। ती बाटाहरूलाई यसपालि स्तरोन्नतिमा मात्रै राखौँ। अर्को वर्षबाट हामी फेरि तिनलाई हामीले कालोपत्रेमा राखौँला भनेर नेपाल सरकारले स्तरोन्नतिमा राखेको छ। यहाँहरूलाई त्यो पनि जानकारी गर। नेपाल सरकारले यसपालि राखेको स्तरोन्नतिमा खोल्सा काट्ने काम मात्रै होइन, पुलेसा बनाउने काम मात्रै होइन, त्यसलाई ग्राभेलसम्मको काममा समाप्त गरेर छोड्नुपर्छ र अर्को वर्ष कालोपत्रे गर्नुपर्छ भन्ने योजना अगाडि सारेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। विगतको जस्तो यसपालि हामीलाई
देश तहस नहस हुँदा पनि बजेटको अभाव नहुने गरेर अर्थ मन्त्रालयले काम गरेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने अर्थ मन्त्रालयले यसपालि यस्तो एउटा बजेटको व्यवस्था गरेको छ कि हाम्रा देशभरि रहेका थुप्रै वित्तीय कारोबार हुने क्षेत्रहरूमा थुप्रिएर बसेको धन अब हामीले विकास निर्माणमा लगाउनुपर्छ भनेर नेपाल सरकारले त्यो अवधारणा अगाडि सार्दै गर्दा आर्मीको कल्याणकारी कोषमा भएको पैसा, प्रहरीको कल्याणकारी कोषमा भएको पैसा, नागरिक लगानी कोषमा भएको पैसा, सञ्चय कोषमा भएको पैसालाई पनि अब विकास निर्माणमा लगाउनुपर्छ, भौतिक पूर्वाधारमा लगाउनुपर्छ भनेर नेपाल सरकारले अवधारणा अगाडि लिएर आयो र अब ती रकमहरू पनि अगाडि आएर लगानी गर्ने र ती रकमहरूका आधारमा लगानी गरिएका क्षेत्रहरू उसैलाई सञ्चालन गर्न दिने गरेर नेपाल सरकारले एउटा नयाँ अवधारणा अगाडि सारेको छ। त्यसो हुँदा देशका भौतिक पूर्वाधारहरू विकास हुनलाई अब धेरै समय लाग्दैन, किनभने हिजो स्रोत निश्चित नभएको कारणले गर्दाखेरि देशका भौतिक पूर्वाधारहरू बन्न सकेको अवस्था थिएन। ठेक्का लगायो, ठेकदारले काम नगरिदिने, बल्ल बल्ल काम गरेर सुरु गरौँ, पेमेन्ट नपाउने त्यो समस्या थियो। अब त्यो समस्याबाट देशले निकास पाउने कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यसरी हामीले काम गर्दै गर्दा माथिबाट हामीले नीति निर्माण गरेर तपाईँहरूको बिचमा ल्याउँदै गर्दा, बजेटहरू ल्याउँदै गर्दा, तर तल काम गरिदिने पनि मान्छे हामीलाई आवश्यक हुन्छ नि। त्यसकारणले म यहाँहरू सबैलाई विनम्रतापूर्वक अनुरोध गर्छु, अब आउने स्थानीय निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नै पर्छ। यदि हामीले जित्न सकेनौँ भने हेर्नुहोस्, मुहानबाट त सङ्लो पानी बग्छ, तर तल धमिलो भयो भने पानी त धमिलै देखिन्छ नि। त्यसकारणले राष्ट्रिय स्वतन्त्र पार्टीले यदि जित हासिल गर्न सकेन भने, इमान्दार साथीहरू यहाँ जोड्न सकिएन भने, भोलि हामीले माथिबाट पठाएको बजेट हिजो जसरी बाँडीचुडी खान्थे त्यसै गरी बाँडीचुडी खान्ने प्रवृत्ति हावी हुन सक्छ। त्यसकारणले म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध के गर्छु भने, अहिले भर्खरै यो अधिवेशन हुँदै गर्दा त्यो अधिवेशनमा तपाईँहरूले जोड्ने, तपाईँहरूले छान्ने नेतृत्व, इमान्दार नेतृत्व छान्दिन म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्छु, ताकि त्यो नेतृत्वले भोलि तपाईँमाथि धोका नदियोस्। हामीले पठाएका रकमहरू, हामीले पठाएका विकासका योजनाहरू इमान्दारितापूर्वक तपाईँहरूका बिचमा पस्कन सकोस् र त्यसले पुरा गर्न सकोस्। सोच र क्षमता भएको योग्य व्यक्तिलाई तपाईँहरूले नेतृत्वमा पुर्याइदिनु होला र नेतृत्वमा आउन कसैले साथीहरूलाई पनि म योग्य छु, म क्षमतावान छु भन्ने लाग्छ भने र त्यसलाई प्रदर्शन गर्न सक्छु, म कार्यान्वयन गर्न सक्छु भन्ने साथीहरू मात्रै आउन म अनुरोध गर्न चाहन्छु। या पद ओगट्नकै लागि पनि अगाडि नसर्दिनु हुनको निमित्त म विनम्रतापूर्वक फेरि पनि अनुरोध गर्छु। र अब यो अधिवेशनबाट निर्वाचित भएर आउने साथीहरू इमान्दारिता सँगै लिएर आउनु होला, बेइमानी घरको खोपामा राखेर आउनु होला। त्यसका लागि शुभकामना दिन चाहन्छु। धन्यवाद।